कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विकासको दौडमा अगाडि बढ्दै गएको सहर, जहाँ दिन प्रतिदिन जनसङ्ख्या र सुविधाहरू बढ्दै गएका छन्। तर यस विकाससँगै एउटा गहिरो समस्याले पनि हामीलाई पछ्याइरहेको छ, फोहोर व्यवस्थापन। वीरेन्द्रनगर नगरपालिकाभित्रबाट प्रत्येक दिन 19 मेट्रिक टनसम्मको फोहोर सङ्कलन गरिन्छ, तर ती फोहोरहरूलाई वैज्ञानिक र सुरक्षित रूपमा व्यवस्थापन नगरिकन फोहोरहरू जलाउँदै आइएको छ। तर हालकै रिपोर्ट हेर्ने हो भने वीरेन्द्रनगरमा प्रत्येक वर्ष फोहोरको मात्रा 7% बढेको पाइन्छ। फोहोर जलाउँदा डाइअक्सिन, फ्युरिन, कार्बन मोनोअक्साइड जस्ता विषालु ग्यासहरूको उत्सर्जन हुन्छ। अनि यहाँ आएर हामीले अब यही फोहोरमा काम गर्नुपर्छ, के गर्ने बाध्यताले गरिन्छ यस्तो फोहोरमा। त उस्तै मेरा छोराछोरीले अब यहाँबाट मैले त्यो बाख्राको लागि त्यही चाउचाउ बिस्कुटहरू भेट्टे पनि लैजान्छु। सबै फोहोरहरू यो चाहिँ अस्पतालबाट आइरहेको, जुन चाहिँ अस्पतालमा प्रयोग हुने सिरिन्ज, मास्कहरू, पन्जाहरू र त्यहाँ उपचार गर्ने बेला प्रयोग हुने सबै किसिमका फोहोरहरू चाहिँ यहाँ यसरी ल्याएर थुपारेर अव्यवस्थित रूपमा राखिएको छ। 9-10 बजीतिर आउँछन् अरूहरू। म दिउँसोमा कहिले अलिकता खेड्छु, 2-4 किलो 8-10 किलो खेड्छु र भइहाल्छु घरतिर। दिउँसो गर्मी हुन्छ भनेर अरू त दिनभरि खट्छन्। अब भर्खरका छन् उनीहरू। साँच्चै सोच्नुहोस् त, बालबालिकाले खेल्ने ठाउँ, हामीले पिउने पानी र हाम्रो भोलिको भविष्य सबै बिस्तारै विषालु बन्दैछन्। दुःखद कुरा त के छ भने यो सबै हामी आफैले गरिरहेका छौँ। त्यसैले वीरेन्द्रनगरको भविष्य सफा, हरित र दिगो बनाउने सपना तब मात्र साकार हुन सक्छ जब प्रत्येक नागरिक, सरकारवाला निकाय जिम्मेवारीका साथ अगाडि बढ्छन् र यस क्षेत्रमा विगतदेखि काम गर्दै आउनुभएका अभियन्ता र संस्थाहरूलाई पनि अब म अनुरोध गर्न चाहन्छु कि हामी एकजुट हुन जरुरी छ र यो वातावरणीय सङ्कटलाई कम गराउनुपर्छ। आउनुहोस्, हातेमालो गरौँ, वीरेन्द्रनगरलाई सफा र हरित गराउँ। धन्यवाद, नमस्कार।